आमा मेरो भान्जा यस्तो राम्रो देखेको छ भान्जा। आमा छोरा त यति ब्युटिफुल र यस्तो ह्यान्डसम देखिरहेछ। मेरो भाइ यस्तो ह्यान्डसम छ फेरि। कोसी टप्पु बन्ने सन्चो आएको छ हामी चाहिँ घुमाइमा। होइन हाम्रो त यसो भतिज गेट खै खै के भयो छोरो? हिले पक्रिने हो कि क्या? हिले हामी चाहिँ गाई यताबाट यता यो एरियातिर चाहिँ हाम्रो आर्मी क्याम्प छ। यहाँ हात्तीहरू पाउँछ अरे। हामी चाहिँ हात्ती हेर्नको लागि जाँदैछौँ। एरियातिर यस्तो छ यो गाउँदेखि लिएर यस्तो छ यो गाउँ। यता भाइ छोरा, उता बुहारी बहिनी भान्जा अनि बहिनीहरू बुढीहरू यस्तो हिँडिरहेछ। साथीहरू हाम्रो यो मधेसको भागलपुर भन्ने ठाउँ है। ल साथीहरू हाम्रो दसैँ यो दसैँ अब भोलि टिका होला। अनि यहाँ पिङ लगाएको छ यस्तो छ हाम्रो। अनि यो पिङ एकछिन खेल्ने हो हाम्रो ग्रुपबाट यता। अनि यो एरियातिर हामी जाने हो। यतापट्टि चाहिँ हात्तीहरू पाउँछ निकुञ्जमा। अनि हात्ती हेरेर आउने हो आज। यस्तो छ। ल पिङ खेलौँ। पिङ 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 पिङ। ल दसैँमा साथीहरू पिङ खेलिँदैछ यो ठाउँमा। काका भतिज यहाँ पौडी के पो पिङ खेल्दैछ। पानी नि अलिअलि पारिरहेको छ। यतै धरान एरियातिर चाहिँ पानी पुरा परिरहेको छ। हामी चाहिँ हाम्रो घर चाहिँ यही ठाउँ हो साथीहरू। ल हाम्रो भाइको पिङ यस्तो दामी छ। ल अब चाहिँ दसैँ आयो जस्तै भयो है साथीहरू। दसैँ आयो दसैँ आयो। हाम्रो गाउँमा यस्तो छ लिङ्गे पिङ। पहाडतिर त रोटी पिङमै लाउँछ नि त। वही साने फुरकटीबाट लिएर आइज टपक्क जुत्ता सिक्लेला नि अब पापाले यहाँ चरा हान्नुहुन्छ है। ए उडिहाल्छ। यस्तो छ फुल कमलको फुल। यहाँ अब यस्तो मजाले फुल छ साथीहरू। ल है यस्तो राम्रो छ। हामी चाहिँ यो यहाँबाट आएको हो धेरै 1 घन्टा जति हुन आँट्यो। अनि यता भान्जा छोरो अनि यता जन्तुहरू। यता नि घर छ यता फुल छ यता छौँ गाइसहरू। त्यही चाहिँ 2082 सालको दसैँ मधेसतिर यस्तो घाँस काट्नु हुँदैछ हाम्रो दिदीहरू यस्तो ठाउँमा। ल साथीहरू हामी चाहिँ ट्याक्कै आर्मी क्याम्प आइपुग्यो। यहाँभित्र छ आर्मी क्याम्प। यो टप्पु हो वन्य जन्तुहरूको। तल चाहिँ हात्तीहरू हुन्छ। यस्तो
यस्तो छ चट्टौ तल जाने हो हात्ती हेर्ने हो अनि आउने हो राष्ट्रिय निकुञ्ज कोशी टप्पुको हात्तीहरू यहाँ यस्तो छ दाजु हेलो गाइस हाम्रोमा हात्ती छ आउनु हेर्नलाई कोशी टप्पुको यो आरक्षमा पनि हात्ती छ म खिचिदिन्छु नि ए जानु न भन्छु भाउजू त कति साह्रो डराउनु केही हुँदैन के ए चिला होला नि त बिचार तपाईँले भिडियो गर्नु हुँदैछ हौ फुपू एक्सन देखाउँदैछ ए कराते हान्दैछ यस्तो चाहिँ हाम्रो कोशी कराते हान्दैछ टप्पुको कराते कोशी टप्पुको खानालाई कानी हो यता आर्मी क्याम्प सबै कोशी टप्पु वन्यजन्तु आरक्षण साथीहरू ल कोशी टप्पु